सानो खोइ त तिम्रो पातकी बुढा भर्खर अफिस मिन्ट्या छ आनन्द भयो त्यो अफिस गएर आहा आज पनि अर्काको जोइसँग दिनभरि डेटिङ बस्न पाइने पो ए बुढे हेर न हजुर बुढा भन हेर न आज अफिसले गर्मी बिदा दिएर ल्याङ भयो म त अफिसबाट फर्केर आएँ ए अनि गर्मी बिदा दिएपछि अनि घरै आउनु पर्छ र जाउ न यसो माइन्ड फ्रेस गर्नलाई घुम्न गयो भइगयो त अनि के भन्छ यो अब यस्तो एक त झन् धौधौ बिदा मिल्ला छ गर्मीको बिदा यो गर्मीको बिदामा त म कहीँ जान्न म त बुढीसँग दिनभरि यहीँ बस्ने हो मजासँग रिल्याक्समा बस्ने हो अरे बुढा कति काम भन्न आएको के कहिले कसो त यसो घुम्नु पर्छ हो हाम्रो त राति भेट भइहाल्छ नि ए अब तिमीले नै त्यस्तो भन्छौ भने त अब के खाना घर बस्ने साँझ बुढाबुढीको भेट भइहाल्छ गए आइज बुढी म देख्यौ त बेबी मैले मेरा बुढालाई कसरी उल्लु बनाउँछु उल्लु मात्रै कहाँ हो र बेबी म त मेरा बुढालाई ठाङ्ना दशहरामै सुताउँछु नि ए मैले झन् छुट्टी भयो भनेर बुढीसँग के गर्छ भने छुट्टी भयो बुढी भनेर गएको त जाऊ बुढा बाहिर जाऊ माइन्ड फ्रेस गरेर कति काम गर्छ गरे त्यस क्या मान्छे तान्ने मेरो त्यसलाई के थाहा मेरो माइन्ड फ्रेस गर्ने ठाउँ यही हो वाह 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 माने मैले तिमीलाई तिमी त एक नम्बरका खेलाडी नै रहेछौ नि खेलाडी त जमानादेखिको खेलाडी हो खेलाडी फेरि एकदम युवानी खेलाडी तर बेबी तिम्रो बुढाले हाम्रो सम्बन्ध थाहा पायो भने के गर्ने ए बेबी पनि मेरो बुढाको बारेमा चिन्ता नगर न तिमी मेरो बुढा त मेरो मुतमा छल 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 मुतमा बग्छ नि म त मात्र बग्ने होइन क्या मेरो बेबी मेरो जोलाई त उठ भने उठ बस भने बस हक भने ह्याप्पी हक यस्तो पो बनाएको छु मैले वाउ सो स्वीट मलाई पनि कसैको डर लाग्दैन अब त तिमी र म पुरै डेटिङै हान्दिने हो रातभरि केही फरक पर्दैन तर बेबी मलाई चाहिँ तिम्रो पुइको अलिअलि डर लाग्छ कतै थाहा पायो भने त्यस्ता लाटो गोजङ्ग्रोको डर मान्छौ त्यस्तालाई त म ठाउँको ठाउँ छल्दिन्छु आँखा छल्ने मात्र होइन बेबी त्यो अनपढ गवार केही नथा पाउने गल्लौरे लाटीको त मैले आँखा बिर त छारै हालिदिन्छु